ल है साथीहरू म चाहिँ अब ओह्रालो जानुपर्ने हुन्छ। यो चाहिँ हाम्रो डाँडा। यो एरिया एकदमै ब्युटिफुल सिन छ है। भ्यू चाहिँ एकदम बबाल भएको छ। आज बेलुकी पानीले गर्दाखेरि पुरै खुलाएको छ। यो चाहिँ हाम्रो तल है 8 नम्बर त्यो पारिदेखि हाम्रो डुम्रिसे टाक्सीकोटे सिमाना पर्छ। यतातिर बाटो पुरै बिग्रेको छ, घस्यौटा पुरै जङ्गलको बाटो जानुपर्छ है। मकै गर्ने ठाउँ चाहिँ हाम्रो थोरै मुनि छ। एकदम ब्युटिफुल प्लेस छ है। यहाँतिर चाहिँ हाम्रो गाउँघरको मजा नै यही छ। नेचुरल ब्युटीसँग रमाउन पाइन्छ होइन, प्राकृतिक सौन्दर्यतासँग रमाउन पाइन्छ। बाटो पनि यस्तो अप्ठ्यारो छ है साथीहरू। तपाईँतिर चाहिँ कस्तो छ होला त? भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला है। हाम्रोतिर चाहिँ यस्तो छ सेउला सेउलीहरू। अहिले म यहाँदेखि आएको छु। अब यस्तो चाहिँ तल जानुपर्ने छ। यो पारी देखेको चाहिँ हाम्रो डुम्रिसे होला, डुम्रिसे जस्तो लाग्यो मलाई। डुम्रिसे नै हो। बाटो चाहिँ पुरै यो पत्ता अहिले यो बोट बिरुवाको पात झरेर पुरै हरियो फुल्ने बेला हो नि, त्यतिखेर भनेको पाउलिने बेला हो। त्यही भएर पुरै पत्तिङ्गा झरेको छ है। तपाईँ देख्न सक्नुहुन्छ एकदमै गाह्रो छ। यहाँ चाहिँ मकै छरेकै छैन रहेछ। यो जङ्गलले गर्दाखेरि यहाँ मकै अन्न त्यति राम्रो हुँदैन, त्यही भएर छैन नै यहाँ होइन। ओ माई सर्प जस्तो लाग्यो तर होइन रहेछ। मलाई चाहिँ सर्पसँग अति नै डर लाग्छ साथीहरू, अति नै डर लाग्ने होइन। सर्प भनेपछि मलाई वाइल्डै डर लाग्ने। देख्यो भने म 4-5 दिन त्यो बाटोमा हिँड्दिनँ। यहाँदेखि यहाँ तल छ एकदमै राम्रो प्लेस छ यो ठाउँमा चाहिँ। यो ठाउँको नाम चाहिँ ओखरेल 8 नम्बर भनिन्छ। 8 नम्बरतिर गएको छु म। यहाँ हाम्रो ठुलो मम्मी चाहिँ कुहिएको बोटमा नसकी घाँस जाँदै हुन्छ है साथीहरू। एकदम बिहान भर्खर पानी परेर सितो बाक्लाहरू चढ्नु भएको छ। यहाँ अलिअलि देखिन्छ उहाँ हुनुहुन्छ है। यत्रो घाँस पनि झार्नु भएछ यहाँ, अलिअलि देखिन्छ, त्यो देखिँदैन। कुहिएको घाँसमा चाहिँ एकदम राम्रो खान्छ बाख्राले। उहाँको यो जग्गा पर्छ। एकदमै ठुलो रुख छ, ध्यान दिएर चढ्नु होला है। यहाँ अलिअलि देखिन्छ, उहाँ हाई गरिदिनुहोस्। म चाहिँ अब आइसकेको छु गन्तव्यमा होइन। म चाहिँ अलिक छुट्टै नै आयो होला। हाम्रोतिर चाहिँ छुट्टै भन्दा पनि टाइमै भएछ 10 बजी 10:30तिर चाहिँ मेलातिर लागिन्छ। आज मेलातिर म चाहिँ आज मामलाको सघाउमा आएको छु होइन। यो चाहिँ हाम्रो मामला भयो। यहाँनिर यो तलको बारी हो हामीले गर्नुपर्ने चाहिँ। पुरै बारीहरू तल पुच्छारदेखि यहाँ तल माथिसम्म छ। यो चाहिँ घर भयो मामलाको। घरमा छौँ हामी। तपाईँलाई म घरमा पनि देखाउँछु, हजुरबा हजुरआमा पनि देखाउँछु एकदमसँगले। आज पुरै मौसम क्लियर आएको छ। यहाँ पुरै धान मकै सुकाएको छ। यहाँ डरलाग्दो एउटा कमिला रहेछ। हजुरआमा यहाँ जाँदै हुन्छ तल। यस्तो खालको बिरालो हेर्नु है, एकदमै कालो बिरालोले बाटो काट्न अल्छी लाग्छ भने चाहिँ यहाँ रहेछ है साथीहरू। यहाँ चाहिँ यो के सुकाएको, यो गहुँ होला सायद। एकदमै गहुँ रहेछ, पिठो खान एकदमै रमाइलो हुन्छ। यस्तै छ यहाँ चाहिँ। यतैपट्टि घर हो, यता अर्को घर, अनि यहाँ तल चाहिँ बाख्रा खोर छ। अनि यहाँ चाहिँ अब भुइँसी कटेर त्यहाँ चाहिँ हजुरआमा आउँदै हुनुहुन्छ। बस्तु सस्तु लागेको होला, त्यही भएर आउँदै हुन्छ। आज हामीले मकै गोड्नुपर्ने चाहिँ तलको हो। एकदमै ठुलो बारी छ है। मकै गोड्ने राज भएको छैन त्यत्तिकै। अब सानो मकै होइन, यति छिटो अब पानीले गर्दाखेरि हत्तै आयो। यो चाहिँ पल्लो घर।